वाट्स अप गाइस, सबैलाई फेरि स्वागत छ मेरो यो फेरि नयाँ अडियोको ब्लगमा। र आज चाहिँ हामी कामतिर जाँदैछौँ। सबै भएर अहिले काममा जाँदैछौँ। त्यस्तो हो। अहिले चाहिँ बस जान्छ एमबिके सेन्टर भन्ने जाँदैछौँ बसमा। हिजो राति कति 2:30 बल्ल सुतेको, नाना 1 बल्ल सुतेको, अन्त अहिले निन्द्रा लगाइरहेको थियो। हो त हाम्रो स्टप चाहिँ आयो भन्दा म चाहिँ आस्तै उठ्न पऱ्यो। हल्ला टाउको ठोक्केन यार यसमा अल्को सुन्नु भन्दाखेरि हामी चाहिँ अब जाँदैछौँ। हाम्रो स्टप आयो, हाम्रो स्टप आयो, हामी चाहिँ झऱ्यो। र यतापट्टिको युनिभर्सिटीलाई चाहिँ चुलालुङ्कर भन्छ। ल यतापट्टिको युनिभर्सिटीलाई चाहिँ चुलालुङ्कर युनिभर्सिटी भन्छ। यो वालमा कति, यो युनिभर्सिटी कति वालमा नम्बर ल्यायो कि नम्बर खोला छ, त्यतिमा छ। म त प्यारो जग्गा छ हौ थाइल्यान्ड भनेको, थाइल्यान्ड नै हो। मेरा केटा 2जना अघि जाँदैछन्। फेरि यताको हातले खिच्नु पऱ्यो यार, हात गर्नु यतापट्टि हातले ठराएर हात गर्नु भन्दा हार किन सम्झिनुहोस्। सबैको जग्गा छ। हाम्रो मोगौ रे हाम्रो बर्मा देशको रङ्गुनमा साङ्ग्याहरू कुद्न दिन्न। यहाँनिर यहाँ थाइल्यान्ड जस्तो जग्गामा धरि साङ्ग्याहरू, थाइल्यान्डको ब्याङ्कक जस्तो जग्गामा, त्यही माथि मेन गाउँमा एकदम मूल खालको जग्गामा साङ्ग्या दुख्न दिन्छन्। त्यो बर्मा देशमा 3-4वटा गाडी दुख्यो क्या, साङ्ग्या दुख्नै दिँदैन। त्यस्तो हो बर्मा देश र थाइल्यान्ड भन्ने चाहिँ, त्यस्तो हो निकै। तर बर्मा देशका अलि ढङ्ग नहुने नि भएर भनेर होला नि, राजाले जानु। अब मेरा जनता हुन्न नि यस्ता पाँच बाजु र अड्डेको गाडीलाई गएर ठोक्ने खालका छन् भन्ने बुझ्यो होला। म बन्द गर्दैन र थाहै पढ्न आउँछ भने चाहिँ पढ्नुहोस्, तर उल्टो बजाएको छ, पढ्न सक्दैन है। र त हामी त्यो बस स्टपमा झरेर पनि हामी चाहिँ 93 भन्ने बस, 93 नम्बरको बसमा आएका हौँ भन्दाखेरि उहाँ अघि झारिदिन्छ यार भन्दाखेरि उहाँ अघि झरेर फेरि एमबिके हिँड्दै आउनुपर्छ। यो को चाहिँ तँ भन्ने बसमा तँ छेउमा चाहिँ उहाँ अघि एमबिके भित्रै उहाँ दोकान अघि नै झारिदिन्छ भनौँ न। हाम्रा एकजना गुरुजी उहाँ अघि निक्लिनु भएको छ, उहाँ चाहिँ अघि जानुभएको छ। सकतको भ्यू छ। म फेरि अड्डा र म फेरि बताउने छु, लाइक एकछिन वेट गर्नुहोस्। यो चाहिँ मेरो दाइ, यो मेरो साखी दाइ हो। उहाँजी चाहिँ मेरा माइला बाबुको छोरा। उहाँजी चाहिँ भन्दाखेरि अब बाटो तर्नु पऱ्यो। यसो ब्याक साइडपट्टि बनाएन नि यहाँ, त यसरी नै बताइदियो त यार। जाउँ त तरम यसरी नै बताइदियो अरे। समझको जग्गा छ यतापट्टि भने। अब यतापट्टि भनेपछि चाहिँ होटलको जग्गा हो। होटल छ, होटल त नगरौँ, अलि जङ्गली खालको फिल भयो। होटल छ र हेर्नु न, गुज्रिने बाटो धरि कति राम्रा छन् भन्दा नि अब यस्ता आए अरे। तर यहाँ बनाउँदैछ नि त, त्यही भएर सकत छ। र क्यामेरा चाहिँ यताको हात र उताको हात चाहिँ प्याउने भएको भएछ। फेरि विचार गरेर हेर्नुहोस्, मिलाउनु हो। र फाइनली हामी एमबिके पुग्यो। हाम्रो साथी चाहिँ यहाँ ठेलिरहेको थियो र हामी चाहिँ अलि आतुरीमा आउनु परेको थियो। र त्यो साथी यहीँनिर बसेर सुट्टा हान्दै रहेछ। फेरि आइयो, हामी 4 भाइ छौँ अब। यो
चाहिँ यसो यसो अरे यसो यसो यो यसो यसो त्यो चाहिँ ऱ्यापा खालको होइन ऱ्यापा भन्दा नि केही नै बाजे मान्छे यो उहाँजी त झन् र उहाँजीको पनि ब्लग च्यानल छ टिकटक गेमिङ भन्दै ब्लग च्यानल टिकटक गेमिङ रे र त्यस्तो ल हामी जाऊँ न त हामी चाहिँ नजाने रे नजाने भन्दा नि अब यहाँ सट्ट मिलाइसिधा खानु भएर मामीहरू जानुभएको थियो कहाँ घुम्न यत्रो भोक लागेर भएको थियो च्याच्च गरेर खाइयो भन्दाखेरि अलि मजा आएको छैन भित्र गएर फेरि गएर खानु भएर ओके त राउ बाई बाई भन्दा नि म फेरि मेरो दोकान सुकानतिर नि बताइदिनेछु र त्यतिखेर मलाई साथ पाउनुहोस् ल यतिखेरको लागि चाहिँ बाई